खराब नन्दले गर्भवती भाउजूलाई गर्ने व्यवहार। 8 बजी सक्यो त मामु, महारानी उठी बक्सिनु भएको छैन? के को डर हो फेरि? हाँसन क्रममा पर्नुहुन्छ। 24 घण्टा किचनमा हजुर नै बस्नुहुन्छ त। बुहारीलाई चाहिँ के पूजा गर्न ल्याउनु भएको हो र? ए साँची, मैले त बिर्सेछु पो त। जाऊ त नानी, गएर भाउजूलाई पानी दिएर आऊ। सुतिरहेकी थिए भने चाहिँ नबिर्साउनु नि फेरि। उठेकी थिए भने मात्रै पानी दिएर आऊ। लु लु जाऊ जाऊ गइहाल, मैले त भुसुक्कै बिर्सेछु। हस् त, नमस्ते। अति पनि गर्नु हुँदैन क्या? बुहारीलाई बुहारीकै ठाउँमा राख्नुपर्छ। पानी खान मन लागे आफै आउँछु महारानी। जान्न म त। तिम्रो पनि के हो? जति सम्झाउँदा पनि नआउने। मै दिएर आउँछु बुहारीलाई पानी। बिचरा कति गाह्रो भइरहेको होला। बुहारी, ए बुहारी। हजुर। लु उठा उठा, सन्ज भएन होला, यो तातो पानी पिउ त। जति चाटे पनि बुहारी बुहारी नै हुन्छ के आमा। चुप्प लागेर आफ्नो छोरीलाई माया गर्नु आफ्नो मुटुको टुक्रो। जतिखेर सेविका भएर खालि सेवा गरेको छ। रिस उठ्छ। मन परेको छैन मलाई। कति न के नै ठुलो काम गर्न आँटे जस्तो। त्यही बच्चा जन्माउन आँटेको त हो नि। सबैले पाइरहेका छन् त। बुहारीलाई बिगारेर चौपट पारेको छ। छोरी मान्छेले छोरी मान्छेको परिस्थिति बुझ्नलाई पनि आफूले भोगेको हुनुपर्छ के? किन नि फेरि? न तिमी पढाइ गरेर गएकी छौ, न तिमी दुई जिप्की भएकी छौ, न तिमीलाई आफ्नो परिवारलाई चटक्क छोडेर अर्को परिवारलाई अपनाउनुको पीडै थाहा छ, न आमा भन्दा आउने भावनात्मक उतार चढावको बारेमै थाहा छ। यो कुरा त तिमीलाई कागलाई बेल पाको हर्सन विश्वास जस्तै हो छोरी। तिम्रो कुरा सुनेर हामीले छोरा बुहारीलाई व्यवहार गर्न थाल्यो भने त बर्बादै हुन्छ। भोलि हामी घरको न घाटको भइहाल्छौँ नि। छोरीले जति माया गरे पनि, जति जेसुकै गरे पनि जिन्दगीको उतार चढावमा हामीलाई छोरा बुहारी, नाति नातिना, इष्टमित्र, आफन्त नै चाहिन्छ। अनि मात्र सम्मानजनक बुढेसकाल पाइन्छ। त्यसका लागि अहिलेदेखि नै बिउ रोप्नुपर्छ। पछि खोजेर मात्र कहाँ हुन्छ र? बुझ्यौ छोरी? अनि रह्यो कुरा तिम्रो। तिमी पनि त भोलिका दिन आफ्नो पढाइ घर जान्छौ। त्यति बेला तिम्रो आफ्नै जिम्मेवारी हुन्छ, आफ्नै बलबच्चा हुन्छ। तिमी चाहेर पनि हामीसँग बस्न सक्दैनौ। तिम्रो आफ्नै व्यवहार हुन्छ, आफ्नै काम हुन्छ, आफ्नै टन्टो हुन्छ। तिमीले हामीसँग आएर रमाउन सक्दैनौ। हो, त्यति बेला हामीलाई नाति नातिना चाहिन्छ, छोरा बुहारी चाहिन्छ। त्यसका लागि अहिलेदेखि नै लगानी गर्नुपर्छ। अहिलेदेखि नै छोरा बुहारीलाई माया, ममता अनि सम्मान, आफ्नोपन देखाउनु परेन त? हामी पनि तिमीहरूकै हौ है। तिमीहरू पनि हाम्रै हो नि। पछि तिमीहरूको सहारा हामी हौ, हामीहरूको सहारा पनि तिमीहरू बन्नुपर्छ भन्ने भावना भएन भने, त्यस्तो खालको व्यवहार गर्न सकिएन भने पछि गोलमाल भइहाल्छ नि। तिमी पनि कुरा गर्छौ। उमेरमा सानी भएर के भयो त? तिमीले पनि माया सम्मान गर्न जान्नुपर्छ क्या? डाहा गरेर हुन्छ त? दाजुलाई तिमीले जति माया गरे पनि भाउजूलाई गर्न सकिनौ भने पछि तिम्रो माइती नै रहँदैन। तिमीले अहिले भाउजूलाई माया गर्यो भने बाबुआमाको सेकापछि पनि तिम्रो माइती सुरक्षित रहन्छ छोरी। तिमीलाई यस्तो कसले अनावश्यक कुरा सिकायो भन त? कसले कान भरिदियो? अब कसले कान भरिदियो त थाहा छैन, तर आइन्दादेखि यस्तो कुरा मेरो अगाडि नगर। मलाई पनि मन पर्दैन, तिम्रो बाबालाई पनि मन पर्दैन। अब अहिले उसको गर्भ अवस्था चल्दैछ। हो, यस्तोमा उसलाई के खान मन लाग्छ, कहाँ जान मन लाग्छ, तिमीले पनि लैजाऊ। कतै डुलाऊ, के खान मन लाग्छ सोध, खुवाऊ। आफ्नो लागि अहिलेदेखि नै कोटा बनाउँदै गर। बुझ्यौ नि? आइन्दादेखि यस्तो कुरा गर्ने होइन।